हेलो गाइज, गुड मर्निङ। आजको यात्रा भनेको है बर्धमानदेखिको लालपत्ता पात्लेवाससम्मको हो। आज पनि हामी एकदम पैदलको यात्रा गरिरहेका छौँ। हेर्नुहोस्, बाटो यस्तो छ। पहिला यो बाटो भनेको एकदमै बस, अटो, बाइक सबै चल्ने हो। बाइक त अहिले पनि चल्छ, तर फेरि हिजोको बर्सातको कारणले गर्दाखेरि एकदमै बाटो एकदम अप्ठ्यारो भइरहेको छ, एकदमै नराम्रो भइरहेको छ। त्यसकारणले गर्दाखेरि आज पनि हामी एकदम पैदलको यात्रा गर्दैछौँ। हेर्नुहोस्, विकट ठाउँहरूमा पनि अब पहिले बाटो सर्वे त भइसकेको हो, तर राम्रो कार्य सफल हुन सकेको छैन। राम्रो बाटोको पिच गर्न सकिरहेको छैन। ग्राभेल हाल्दैन हाल्छ, तर ग्राभेल हालेर के गर्ने, तर बाटो सबै एकदम नराम्रो। एक दुई वर्षमा फेरि खतम भइहाल्छ। र कहीँ ठाउँ चाहिँ यस्तो ढलान पनि गरिदिएको छ बाटोमा। बाटो यो झन्डै सिन्धुलीको जस्तो लाग्छ यो बाटो चाहिँ, होइन। यहाँको घुमौरो बाटो, होइन। यहाँको मोडहरूले हेर्दाखेरि चाहिँ त्यस्तै छ। हेर्नुहोस्, ल आजलाई यति नै, धन्यवाद। फेरि अर्को साल यही बाटोमा आएर भिडियो बनाउनेछौँ। थ्याङ्क यू सो मच। हजुर, हेलो गाइज, नमस्ते। यो चाहिँ झोलुङ्गे पुल हो बर्धमानको, है। आज ससुरालबाट फर्केको झोलुङ्गे पुलको हल्का रमाइलो दृश्य, है। हेर्नुहोस् कस्तो दामी छ, है। सिन पनि दामी आइरहेको छ होला नि हजुर। हेर्नुहोस्।